सनको कलर येल्लो नभए तापनि किन हामीलाई येल्लो देखिन्छ त? र स्पेसमा गएर मानिसहरूको हाइट किन र कसरी बढ्छ त? आउनुहोस् जानौँ स्पेसको बारे टप 3 माइन्ड ब्लोइङ फ्याक्ट्सहरू। नम्बर 3, जस्तै हजुरहरूलाई थाहा होला, चन्द्रमामा पहिलो कदम नील आर्मस्ट्रङले राखेका थिए। तर अचम्म पर्ने कुरा यो होइन, यो हो कि नील आर्मस्ट्रङको फुट स्टेप अझै पनि चन्द्रमामा रहेको छ, किनकि स्पेसमा एटमोस्फियर नभएको कारणले मुनमा कुनै पनि दाम वा दागहरू मेटिँदैन, जसले गर्दा नील आर्मस्ट्रङको फुट स्टेप अहिले पनि रहेको छ। नम्बर 2, यदि हजुरको हाइट 6 फिट छ भने र यदि हजुर स्पेसमा जानुहुन्छ भने हजुरको हाइट स्पेसमा गएर 6 फुट 2 इन्ची हुन्छ, किनकि स्पेसमा ग्राभिटी नभएको कारणले हाम्रो हड्डीहरूको ग्यापहरू फैलिने गर्छन्, जसले गर्दा हाम्रो हाइट पनि अलिकति इन्क्रिज हुन्छ। र यदि केही समयपछि हजुर अर्थमा आउनुहुन्छ भने केही महिनापछि हजुरको हाइट फेरि 6 फुट नै हुन जान्छ। नम्बर 1, हामीलाई अर्थबाट सनको कलर येल्लो र रेड देखिने गर्छ, तर सनको एक्चुअल कलर रहेको छ व्हाइट, जुन हामीलाई स्पेसमा गएर देखिन्छ। सन किन अर्थमा येल्लो र रेड देखिन्छ भन्दा किनकि अर्थमा भएको एटमोस्फियरले गर्दा सनको जुन किरणहरू अर्थमा आउँछन् त्यो एटमोस्फियरले गर्दा कलर चेन्ज हुन्छ, जसले गर्दा हामीलाई सनको कलर येल्लो र रेड देखिने गर्छ।